फुर्सद छैन पर्छ चटारो अभागियो कुरकुरोमा सधैँ छटारो एकैछिन फुर्सद छैन पर्छ चटारो अभागियो कुरकुरोमा सधैँ छटारो खानु नपिउनु हजुर लाखर लाखर हिँड्यो न त ठाउँमा पुग्न सक्यो न त मान्छे चिन्यो काम बल्ला भन्दा भन्दै मरिसक्यो आशै जे गरे नि सुख छैन ए मेरी बासै ए मेरी बासै मेरी बासै मेरी बासै मेरी बासै मेरी बासै राम्रोसँग गर मन्त्री त्यो आउने बेला भइसक्यो अनि सारा हजुर दाइ त्यो बाटो तलैसम्म बडार खुला गर्न लगाएको हो केटाहरूले गरिरहेछन् ल सबै त्यो बडार नि पुस्ने अनि पखाल्ने पनि गर्नुपर्छ है यहाँ 7 वटा त स्वागत गेट बनाउनु पर्छ मन्त्रीज्यूलाई खुसी पार्नु छ अब मन्त्रीज्यू आउने बेला भइसक्यो छिटो गर होइन दाइ यो सबै चाहिँ किन गर्नु पर्यो भने हेर्न शुद्धि बुद्धि केही नभए आइमै मन्त्रीलाई बोलाउने यसो स्वागत गरे जस्तो गर्ने खुवाउने प्याउने खुसी पार्ने अनि त्यसलाई ठेक्कापट्टा मिलाइदेऊ भन्ने जागिर सागिर लगाइदेऊ भन्ने यसो गर्दा भन्ने उसो गर्दा भन्ने कुरो बुझ्यौ दाइ उता हेर्नु त ए को त्यो को भने त्यो किन जाने त्यो ल होइन को आइमाई हो यो मन्त्रीज्यू खबरै नगरी कुन बेला हामी त बिहानै मन्त्रीज्यू अलिक खबर गरेर आउनु आयो नि त हुन्थ्यो नि अब जानकारी नदिकन आउँदा त यत्रो फुर्ती फार्ती गर्नु हुँदो रहेछ झन् जानकारी दिएर आएको भए त के गर्नुहुन्थ्यो बाटै जम्मै खुर्केर चिल्लो बनाउनु हुन्थ्यो होला हाम्रो मन्त्रीलाई त्यस्तो पस्दैन चिप्लेर प्लोतै लड्नु तपाईको आफ्नो गाउँको बाटोघाटो सफा गर्नलाई मन्त्री नै आउनुपर्छ जहिले सफा गरे पनि हुन्छ नि यो रक्सी नै खाएर बिरामी भएका बाउले अझै रक्सी खान छोडेका छैनन्। रक्सी खाएर दाइले भाउजूलाई कुटे, रक्सीले भयो घरमा झगडा, रक्सीले भयो पैसाको नाश, रक्सीले धेरै हानि नक्सानी हुने हुनाले यो एन्टी अल्कोहल बुटी ल्याएर हामी आइसकेका छौं। यसमा हजुरहरूले 3 वटा प्याकेटहरू पाउन सक्नुहुनेछ। 3 वटा प्याकेटहरूमा 30 वटा भन्दा धेरै यहाँ प्याकेटहरू रहेको छ सानो। दिनको एउटा प्याकेटले रक्सी खान मन नलाग्नुका साथै यो औषधि सेवन गरिसकेपछि रक्सी खाएमा भोमिट हुने, असन्चो हुने हुनाले यसले 100% काम गर्छ। नेपाल भरि नै होम डेलिभरीको व्यवस्था रहेको छ। अब बुढाले, दाइले, भाइले, कसैले पनि छरछिमेकमा कसैले रक्सी खाए भने रुनु, कराउनु, अरूलाई सुनाउनु भन्दा यो औषधिको सेवन गरी सधैँका लागि रक्सीबाट छुटकारा पाउनुहोस्। मन्त्री आउँदैछन् भनेर हतार हतार बाटो साटो सफा गर्ने यस्तो तोरणहरू टाङ्ने के भन्दा त बरु यसो खानेकुराहरू मिठो मिठो बनाए हुन्थ्यो नि त। चुप लाग्नुहोस् तपाईँ। तपाईहरु मिठो मिठो खाना पाइन्छ भनेर मन्त्रीको पछि लायो हो? केही छैन हजुर, 84 व्यञ्जन तयारै छ। 84 व्यञ्जन कता छ त कता? के गर्ने, गरिबको झुपडीमा 84 व्यञ्जन बल्ल तल तयार गरेका छौँ। लिउ हामीलो पिरो, निलो, छिल्लो कस्तो कस्तो मनपर्छ मन्त्रीज्यू? परिकार त राम्रै छ जस्तो, एकछिन है हल्का रूपमा। यता आउनुहोस्, यता आउनुहोस् मलाई सुन्नु भएन? खासै नि उहाँले माया भने त अलि झर्के। तपाईहरु जस्तै खाइपे कार्यकर्ताहरूले गर्दा आज हामी जस्ता इमानदार मन्त्रीको बदनाम भइरहेछ यहाँ। अन्त्य भोग्ला बेला खानै नपाउनु त। त्यही त मान्छेको पेटा मुसा गुटुटुटुटु गुटुटुटुटु नृत्य गर्न थालिसक्यो। मुसा भन्नुहुन्छ तपाईँ? मेरो पेटा त मुसा कुदेर पनि त्यो मुसा मार्नलाई ठुलो ढाडे बिरालोसँग चिर्सिया हुनुपर्छ। खान नदिनु कसले भनेको छ तपाईँलाई? खान त पाइहाल्नुहुन्छ नि। यता सुन्नुहोस् त, मासु भात छ? मासु भात, दही, दुध, घिउ, चट्ट अमिलो, पिरो, चट्ट अचार, विचार,
84 व्यञ्जन केही चाहिँदैन। भएदेखि 2 गान मकै भुटेर ल्याउनुहोस् त। रक्सी नै खाएर बिरामी भएका बाउले अझै रक्सी खान छोडेका छैनन्। रक्सी खाएर दाइले भाउजूलाई कुटे, रक्सीले भयो घरमा झगडा, रक्सीले भयो पैसाको नाश, रक्सीले धेरै हानि नोक्सानी हुने हुनाले यो एन्टी अल्कोहल बुटी ल्याएर हामी आइसकेका छौँ। यसमा हजुरहरूले 3वटा प्याकेटहरू पाउन सक्नुहुनेछ। 3वटा प्याकेटहरूमा 30वटा भन्दा धेरै यहाँ प्याकेटहरू रहेको छ सानो। दिनको एउटा प्याकेटले रक्सी खान मन नलाग्नुका साथै यो औषधि सेवन गरिसकेपछि रक्सी खाएमा भोमिट हुने, असन्चो हुने हुनाले यसले 100% काम गर्छ। नेपालभरि नै होम डेलिभरीको व्यवस्था रहेको छ। अब बुढाले, दाइले, भाइले, कसैले पनि छरछिमेकमा कसैले रक्सी खाए भने रुनु, कराउनु, अरूलाई सुनाउनु भन्दा यो औषधिको सेवन गरी सधैँका लागि रक्सीबाट छुटकारा पाउनुहोस्। सुन्नु भएन? मकै भुटेर ल्याउनुहोस् भनेर सुन्नु भएन? ए बुढी, त्यो मकै भुटेर राखेर त्यही खुवाउनु पर्यो। के गर्ने? हामी त खेताला पर्यो नि त उहाँका। म त तपाईँले खेताला पर्नु, म भरिया परे जस्तो लाग्छ। हेर्नुहोस् त झोला बोकेको बोकाइछु। मन्त्रीज्यू खानुहोस् मकै। अब मन नलाइ नै खानुपर्छ। अब के अझ यहाँ 1 गिलास मोही भइदियो भए राम्रै हुन्थ्यो। अनि सुन्नुहोस्, यो 84 व्यञ्जन चाहिँ त्यहाँ अघि तल बाटो सफा गर्ने भाइहरू अनि त्यो तोरण टाङ्ने बहिनीहरू सबैलाई दिनुहोस्। हामी त अहिले खाइहाल्छौँ नि, तपाईँहरू खानुहोस् न। अनि एउटा कुरो सुन्नुहोस्, 2टा मल बोक्ने डोका पनि लिएर आउनुहोस्। ए शारदा, जाऊ त 2टा डोका ल्याइदेऊ। मकै सिद्धो मन्त्रीज्यू दम कहाँ जाउँ? खोइ डोका खोइ होइन। आइसक्यो, ल्याउँदै होइन यो डोको र नामले चाहिँ किन नि हाम्रो मन्त्रीज्यूले धेरै मकै हसुरेर हिँड्न नसक्ने भएर डोकोमा हालेर हामीले हिँडाउनु पर्ने भएको हो? होइन, के त मैले चाहिँ नि हाम्रो पार्टीको धारणा सिद्धान्त यो छ कि कुनै पनि गरिबको घरमा गएर सित्तैमा खान हुँदैन। त्यसैले 2 गान मकै खाइयो, 10-8 डोका मल बोकिन्छ अनि गइन्छ। यो काम चाहिँ तपाईँहरू 2 जनाको जिम्मामा परेछ। मैले हामीले 10-8 डोका